हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म भेडाको मासु यानि कि सिप कसरी पकाउने भनेर देखाउन गइरहेको छु। र मैले यो सबै मरमसलाहरू रेडी गरिसकेको छु। र यो बाह्र मसला अनि यो बेसर र सबै कुराहरू रेडी बनाएर मैले यहाँ प्लेटमा राखिसकेको छु। मैले एउटा किटको कराई धोएर रेडी बनाइसकेँ र म चाहिँ अब यहाँनिर आगो अन गर्न गइरहेको छु। र अब चाहिँ कराई तातिसक्यो र यसमा मैले तोरीको तेल लगाएँ र त्यसमा बाह्र मसला मजाले पड्काइदिएँ। अनि मजाले पड्किसकेपछि त्यसमा मैले अनियन लगाइदिएँ र यसलाई अब मजाले चलाइदिनुपर्छ र यो चाहिँ ब्राउन हुने गरी पाक्न दिनुपर्छ। यसलाई मजाले यसरी चलाउने, सबैतिर मसलाहरू लाग्छ र यसलाई मजाले पाकिसकेपछि चाहिँ मासु यसरी लगाइदिने। र यो चाहिँ मैले आज भेडाको मासु पकाउन गइरहेको छु। यसमा बेसर पनि म यतिखेर लगाउँछु किनभने पछि लाउँदाखेरि गनाउँछ भनेर। त्यसमा मैले नुन पनि लगाइदिएँ मजाले लाग्ने गरी र मजाले यसलाई फड्काएर चलाइदिएँ मैले यसमा। र बेसार सबैतिर लाग्छ अनि मजाले छोपिदिने। र मैले यहाँनिर अदुवा लसुन र टमाटर लिइसकेँ र यसलाई धोएर मजाले रेडी गरेर राख्नेछु। र अघि हामीले पकाएको मासुको चाहिँ यसको झोल निक्लेछ। अब यो झोललाई पनि सुक्न दिनुपर्छ र यसरी मजाले चलाउनुपर्छ। अघि हामीले नुन लगाएको हुनाले यसकोबाट पानी निक्लियो। फेरि छोपिदिएँ र मैले अघि रेडी गरेको अदुवा लसुन पनि केलाएर अब चाहिँ म यसलाई ग्राइन्डरमा पिस्छु। र यसमा अलिकति पानी थपेर चाहिँ मजाले पिस्निसकेँ मैले ग्राइन्डरमा। र अघिको मासुमा चाहिँ हाम्रो त्यहाँको निक्लेको पानी पनि सुकिसकेको छ। र यसरी मजाले चलाइसकेपछि अब म यसमा चाहिँ अघि रेडी गरेको टमाटर लगाउने छु मुनिबाट। र यसरी लगाइसकेपछि यसलाई पनि मजाले पाक्न दिनुपर्छ, फेरि छोप्नुपर्छ एकछिन। हाम्रो टमाटर पनि पाकिसक्यो र मैले यसमा अदुवा लसुनको पेस्ट अनि यो रेडी गरेको मसलाहरू, धनियाँको धुलो, जिराको धुलो अनि रातो खुर्सानीको धुलो सबै लगाइसकेँ र यसलाई यसरी मजाले सबैतिर लाग्ने गरी चलाइदिएँ। र यसरी चलाउँदा चाहिँ सबैतिर मजाले लाग्छ र यसलाई फेरि छोपिदियो। हाम्रो मसला पनि मजाले पाकिसक्यो र म फेरि यसलाई मजाले चलाइदिन्छु। र हाम्रो मासु चाहिँ अहिले हल्का ग्रेभी टाइपको बनाएको छु किनभने ग्रेभी नै खाने मन गरेको आज दाल नपकाउने हो। र हेर्नुहोस् मासु पनि यस्तो मजाले पाकिसकेको छ र यसमा धनियाँको पत्ता लगाउनु भयो भने अति राम्रो देख्छ पनि, अति मिठो स्वाद पनि हुन्छ। तर आज मसँग धनियाँको पत्ता छैन र अन्तिममा चाहिँ म यो मिट मसला लगाउँछु। मिट मसला लगाएर मजाले चलाएर पाक्न दिएर निकालिसकेँ। र आज चाहिँ मैले भेडाको मासु चाहिँ यसरी बनाएको छु, तर मसँग धनियाँ चाहिँ थिएन। एनिवे गाइस, थ्याङ्क्स फर वाचिङ।